हामीले हरेक दिन प्रयोग गर्ने साधारण वस्तुहरूमा कति धेरै कथाहरू लुकेका हुन्छन् भन्ने कुरामा सायदै ध्यान जान्छ। जस्तै हाम्रो खल्तीमा भएको पैसा, त्यसमा कति कथाहरू लुकेका होलान्, होइन त? आज हामी त्यस्तै एउटा कथा खोज्दैछौँ। यो साधारण देखिने कागजको टुक्राले आखिर के कथा भन्छ त? आउनुहोस्, यसलाई एउटा रहस्यकै रूपमा हेरौँ र यसले लुकाएका सङ्केतहरूलाई एक एक गर्दै पर्दाफास गरौँ। ल, हाम्रो अनुसन्धानको केन्द्रमा छ यही नोट। यो पैसा मात्रै त पक्कै होइन, यो त संस्कृति, सुरक्षा र अर्थशास्त्रको एउटा सङ्गम हो। भनौँ न, एउटा होशियारीपूर्वक डिजाइन गरिएको दस्तावेज जसले आफ्नो देशको पहिचान बोकेको हुन्छ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट, भाषा र अङ्कहरूको रहस्य। अब कुनै पनि कागजातलाई चिन्नलाई सबैभन्दा पहिले के हेरिन्छ? पक्कै पनि त्यसमा लेखिएको भाषा। यसले नै हामीलाई त्यसको स्रोत वा भनौँ उत्पत्तिसम्म पुग्न मद्दत गर्छ। यहाँ हेर्नुहोस् त, यो जुन प्रमुख रूपमा देखिने अरबी लिपि छ, अनि यसले यो नोट जारी गर्ने निकायको नाम बताउँछ, संयुक्त अरब इमिरेट्सको केन्द्रीय ब्याङ्क हो। यसबाट एकदमै स्पष्ट हुन्छ कि यो नोट युएईको हो। ल, यो कहाँको हो भन्ने त थाहा भयो। अब अर्को प्रश्न, यसको मूल्य कति हो त? यो नोटको मूल्य हो 5 रुपैयाँ। अब हेरौँ यो अङ्क नोटमा कहाँ र कसरी लेखिएको छ। यहाँ हेर्नुहोस्, यो अरबी अङ्क 5 र अक्षरमा लेखिएको खम्सा दिराम दुवैको अर्थ एउटै हो, 5 दिराम। ल, यो सँगै हामीले यसको पहिचान र मूल्य दुवै पत्ता लगायौँ। अब हाम्रो अनुसन्धानलाई अलि गहिरो बनाऊ। दोस्रो खण्डमा हेरौँ ती प्रतीकहरू जसले यो कागजको टुक्रालाई विश्वासिलो बनाउँछन्। ब्याङ्क नोट सुरक्षा, यो किन यति महत्त्वपूर्ण छ? सोच्नुहोस् त, यदि मानिसहरूले आफ्नो मुद्रामा विश्वास नै गरेनन् भने के हुन्छ? हो, पुरै आर्थिक प्रणाली नै धराशायी हुन सक्छ। त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा हो। कुनै पनि नोटको वास्तविकता भनौँ न तीनवटा मुख्य कुरामा टिकेको हुन्छ। पहिलो, आधिकारिक हस्ताक्षर। दोस्रो, अद्वितीय सिरियल नम्बर। र तेस्रो, केही लुकेका सुरक्षा तत्त्वहरू। आउनुहोस् यिनीहरूलाई एक एक गरेर जाँचौँ। यी साधारण हस्ताक्षर मात्रै होइनन् है। यिनीहरूले त राष्ट्रको केन्द्रीय वित्तीय संस्थाको आधिकारिक समर्थन र ग्यारेन्टीलाई जनाउँछन्। यो एक किसिमको सरकारी वाचा हो कि यो नोटको मूल्य छ। अनि यो सिरियल नम्बर, यो त हरेक नोटको लागि फरक फरक हुन्छ, ठ्याक्कै हाम्रो औँठा छाप जस्तै। एकदमै अद्वितीय। यसले हरेक नोटलाई छुट्टै पहिचान दिन्छ र नक्कली नोट चिन्न पनि मद्दत गर्छ। ब्याङ्क नोटको सुरक्षा पनि बहुस्तरीय हुन्छ। केही कुराहरू जस्तै यी जटिल ज्यामितीय डिजाइनहरू सजिलै देखिन्छन्, तर अरू कुराहरू जस्तै वाटरमार्क वा त्यो सुरक्षा धागो कागजभित्रै लुकाइएको हुन्छ। त्यसलाई त अलि ध्यान दिएर हेर्दा मात्रै देख्न सकिन्छ। अब तेस्रो खण्डमा जाउँ, जहाँ हामी यो नोटले कसरी सिङ्गो राष्ट्रको चित्र प्रस्तुत गर्छ भन्ने हेर्नेछौँ। ब्याङ्कनोटमा देखिने डिजाइनहरू केवल सजावटका लागि मात्रै हुँदैनन्। ती छनौटहरू एकदमै जानीबुझी गरिएका हुन्छन्। भनौँ न, ती राष्ट्रको मूल्य, मान्यता र सम्पदाको बारेमा केही भन्न खोजिरहेका हुन्छन्। यो नोटको मुख्य आकर्षण के हो त? हो, यो भवन। यो विशेष भवनलाई छान्नुको मतलब देशको सांस्कृतिक र वास्तुकलाको इतिहासलाई सम्मान गर्नु हो। यसले देशको विरासतलाई देखाउँछ। यहाँ हेरौँ त कसरी विभिन्न दृश्य तत्त्वहरू मिलेर एउटा पूर्ण चित्र बनाउँछन्।
जस्तै यो भवनले सम्पदाको कुरा गर्छ। यी ज्यामितीय ढाँचाहरूले त्यहाँको कला झल्काउँछन् अनि यसको रङले त्यहाँको भूमिलाई प्रतिनिधित्व गर्छ। सबै कुरा जोडिएको छ। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। यो नोट किन मुद्राभन्दा पनि बढी छ त? यो भनाइले एकदमै राम्रोसँग सारांश दिन्छ। यो केवल पैसा होइन, यो त एउटा देशको सानो परिचय पत्र जस्तै हो। कति गहिरो कुरा, होइन त? हाम्रो यो सानो अनुसन्धान यात्रालाई फेरि एकपटक हेरौँ न। हामीले पहिचानबाट सुरु गर्यौं, त्यसपछि विश्वासको आधार जाँच्यौं अनि यसको कलाको प्रशंसा गर्यौं र अन्तमा गएर यसको वास्तविक महत्त्व बुझ्यौं। त्यसैले आखिरमा यो ब्याङ्कनोट के रहेछ त? यो त हातमा समाउन मिल्ने गरी डिजाइन गरिएको एक राष्ट्रको होशियारीपूर्वक बुनिएको कथा हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। आज हामीले जसरी यो नोटलाई हेर्यौं, त्यसरी नै आफ्नो खल्तीको पैसालाई हेर्ने हो भने त्यसले हाम्रो समाज र पहिचानबारे के कस्ता कथाहरू भन्छ होला? एकपटक